सो हेलो एन्ड वेलकम गाइस, स्वागत छ फेरि पनि मेरो न्यू भिडियोमा। म चाहिँ आज धेरै दिनपछि नयाँ भ्लग लिएर आएको छु। अब आज चाहिँ होइन बिचमा चाहिँ म केही दिन अलि त्यस्तो भएको कारणले भिडियोहरू ल्याउन सकिनँ, त्यही भएर आज चाहिँ लिएर आएकै छु। आज चाहिँ अब दिदीलाई लिएर म घुम्न पनि जान लाग्छ। अब दिदी चाहिँ काठमाडौँ आउनु भएको छ, दिदी चाहिँ यहाँ रेडी हुँदै हुनुहुन्छ। दिदी पनि रेडी भइसक्नु भयो। अब यसो दिदी भाइ मिलेर चलिदिने। आज चाहिँ अब दिदीले के किनिदिनुहुन्छ, मेरो पनि यसो लुगा अलिक पुरानो भइसक्यो। दिदीलाई मैले यसो भनिसकेको छु, अब दिदीले किनिदिन्छु भन्नुभएको छ। हेरौँ अब किनिदिनुहुन्छ कि किनिदिनुहुन्न। ल गाइस, हामी चाहिँ आइसक्यौँ यसो बाहिरतिर। अलिअलि पानी पनि पर्न लाग्छ। अब पानी त कसो पर्ने हो पनि अब हेरौँ। तै पनि घुम्न चाहिँ जानुपर्छ, यसो रमाइलो पनि गर्नुपर्छ। कसो दि घुम्न चाहिँ जाने हो। अब पानी परोस् या जेसुकै होस्, हामीलाई फरक पर्दैन। छाता पनि ल्याएको छौँ, छाता देखायो दिदी, छाता देखा हो। छाता त ल्याएको छौँ हामीले टक्क लगाएर। भया पारी पछौरीका तल मायालाई गैसारी छुट्दैन छुट माया। ओहो, पानी पनि पऱ्यो। ल दिदीले छाता लगायो। ल यहाँ हेर, ताल यसै ठाउँ लिएर आएको छ। दिदी चाहिँ आज मक्कै छ। तम पनि पर गर पुग्छ छाता। तमलाई घुम्नु आउने भए यसै ठाउँमा सम्पर्क गरे मलाई भयो। बाबरे, पानी चाहिँ के ठुलो बढ्यो। ल हेर, यत्रो पानी परिरहेको थियो ताल आउनु। हामी चाहिँ यहाँ यसो मजाले बसिया छ। अब यहाँनिर यसो मन्दिर टाइपको छ। अब चाहिँ यहाँ पानी नछाड्नुसम्म जाने त कुरै भएन नाइदी। हामी चाहिँ अब यहाँ पानी यसो ठाउँमा ल्याएको छौँ आज दिदीलाई घुम्छ। दिदी त मक्कै उनीहरूले त कहाँ पुऱ्यो, काठमाडौँका मेन ठाउँ पुऱ्यो जो लागिरहेको छ। तर यो मेन ठाउँ त न हो। यत्तिरी कसो फसियो गाह्रो चाहिँ यत्रो पनि पऱ्यो। सो गाइज, अब चाहिँ हामी रुममा आइसक्यौँ है। योभन्दा पहिले चाहिँ हामी भिरकुटी मण्डप गएको थियौँ। अनि अलि त्यहाँ पानी परिरहेको थियो, भिडियो चाहिँ बनाउनु सकेन है। हामी चाहिँ त्यहाँबाट गाडी चढेर भिरकुटी मण्डप गयौँ। अनि त्यहाँ अलि सपिङ पनि गरेका छौँ। दिदीहरूले कपडाहरू पनि किनिदिएको छ। त्यो कपडाहरू चाहिँ अब म देखाउने छु तपाईँहरूलाई। दिदीले के किनिदियो त हेर्नु होला है त। डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले। डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले। लगाइ आज दिदीले किनिदिनु भएको कपडा चाहिँ यही हो है। तपाईँहरूलाई पनि देखाइसकेँ। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भनिदिनु होला। अनि भिडियो चाहिँ कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।